साथीहरू नमस्कार। टेक्नोटंक युट्युब च्यानलका सम्पूर्ण दर्शक, सब्सक्राइबर र भ्युअरहरूलाई म आजको यस भिडियोमा स्वागत गर्न चाहन्छु। म प्रस्तुता टङ्क श्रेष्ठ र आज म यहाँहरूलाई एउटा महत्त्वपूर्ण सूचना अथवा जानकारी अथवा समाचार जे भनौँ, सुखद अथवा दुःखद जे भने तापनि एउटा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। लोकसेवाको परीक्षा दिने प्रत्याशी साथीहरू, वनरक्षकदेखि लिएर गेम स्काउट, फरेस्टर, रेन्जर, अधिकृत, उपसचिव, सहसचिव लगायत सबैलाई एउटा महत्त्वपूर्ण सूचना अथवा समाचार पनि हो यो। नेपाल सरकारले अथवा भनौँ न नेपालको संसदले बनाएको वन ऐन 2076 वन नियमावली 2079मा र पहिला पनि वन ऐन 2049 थियो, वन नियमावली 2051 थियो। त्यस अन्तर्गत केही निर्देशिकाहरू, कार्यविधिहरू बनेका थिए, लागू भएका थिए। त्यसको चाहिँ खबर लिएर आएको छु म यहाँहरूलाई आज। तर त्योभन्दा पहिला म यसमा थप अगाडि जानुभन्दा पहिला यदि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो यस टेक्नोटंक युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भनेर भन्न चाहन्छु। र हाम्रो यस प्रयासलाई एउटा लाइक अवश्य दिनुहोला भन्ने पनि म यहाँहरू समक्ष म अनुरोध गर्न चाहन्छु। अब कुरो अगाडि बढौँ। वन ऐन र वन नियमावली वनतर्फको सुशासन कायम गर्नको निम्ति, वन प्रशासनलाई सञ्चालन र व्यवस्थापन गर्नको निम्ति महत्त्वपूर्ण नीतिगत दस्तावेज हो, कानुन हो। र ती कानुनमा कतिपय कुराहरू जस्तो वन ऐनमा तोकिए बमोजिम तोकिए अनुसार अथवा चाहिँ कार्यविधि अथवा निर्देशिका बनाउन सकिनेछ भनेर लेखिएको हुन्छ। त्यसै गरी नियमावलीमा पनि त्यसरी लेखिएको हुन्छ। भन्नुको मतलब के हो भनेदेखि वन ऐन र नियमावलीलाई लागू गर्न सजिलो बनाउनको लागि, नीतिगत स्पष्टताको लागि, प्रक्रियागत स्पष्टताको लागि, कार्यविधिगत स्पष्टताको लागि, जसले चाहिँ दोधारोपन हटाओस्, जसले कन्फ्युजन निराकरण गरोस्, निवारण गरोस् र पारदर्शिता पनि होस्, देशभरि एकरूपता पनि होस्, युनिफर्मिटी होस् भनेर यस्ता कार्यविधि र निर्देशिकाहरू सरकारले चाहिँ बनाएर तर्जुमा गरेर लागू गर्ने पद्धति नै छ। र कतिपय जस्तो ऐन र नियमावलीहरू नयाँ भन्दाखेरि पुराना ऐन र नियमावली चाहिँ त्यसको चाहिँ खारेजी र बचाउ भन्ने भागमा सबभन्दा लास्टमा दफामा अथवा नियममा चाहिँ कतिपयलाई चाहिँ खारेज गरिएको हुन्छ, कतिपयलाई बचाउ गरिएको हुन्छ। योभन्दा पहिला बनेका ऐन अथवा नियमावलीमा भएका, कार्यविधिमा भएका कुराहरू यसै अनुसार भएको मानिनेछ भनेर लेखिएको थियो। र यसै क्रममा 2071 सालमा बनेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि 2077 सालमा चाहिँ खारेजीमा पर्यो। वन क्षेत्रको सन्दर्भमा त्यो एउटा महत्त्वपूर्ण घटना थियो। त्यो घटनाको सकारात्मक र नकारात्मक पाटो आफ्नो ठाउँमा होला, त्यसले कहाँ कति असर गर्यो भन्ने आफ्नो ठाउँमा होला। तर अहिले आएर पछिल्लो समयमा आएर फेरि नेपाल सरकारले भर्खरै एउटा निर्णय गरेर नेपालका केही वन सम्बन्धी केही कार्यविधि र निर्देशिकाहरू पनि खारेज गरेको सूचना हामीलाई प्राप्त भएको छ। त्यसको विषयमा म यहाँहरू समक्ष आज केही खुलासा गर्न, प्रश्न पार्न चाहन्छु। यसो त यो सूचना वन तथा वातावरण मन्त्रालयको वेबसाइटमा पनि राखिएको हुन्छ, त्यसमा पनि तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। र के कस्ता निर्देशिका र कार्यविधि खारेज भयो त भर्खरै, कहिले खारेज भयो, कुन स्तरको निर्णयबाट खारेज भयो भन्ने एउटा जानकारी मैले लिएर आएको छु। र यो जानकारी किन पनि आवश्यक छ भने साथीहरू, लोकसेवाका परीक्षा दिने उम्मेदवार साथीहरूले पनि त्यो पढ्नुपर्ने हुन्छ। र वन सेवामा कार्यरत वनकर्मी, वन संरक्षण कर्मी, चाहे राष्ट्रिय निकुञ्ज होस्, चाहे आरक्षमा होस्, चाहे शिकार आरक्षमा, चाहे डिभिजन वन कार्यालयमा अथवा वन सम्बन्धी कार्य गर्ने गैर सरकारी संस्थाहरूमा, प्राविधिकहरूलाई अथवा प्रशासनमा काम गर्ने कर्मचारी साथीहरूलाई,
यो कार्यविधिको विषयमा के कार्यविधिहरू खारेजीमा परेका छन् त भन्ने जानकारी हुन आवश्यक ठानेर मैले यो भिडियो बनाएको हो। साथीहरू, यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। के खारेज भएछ त भन्ने कुराहरू मैले छोटकरीमा यहाँ टिपेको छु र म कुन कुन कार्यविधि र निर्देशिका खारेज भएको छु त्यो पनि म जानकारी गराउने छु यहाँहरूलाई। नेपालको वन सम्बन्धी के कार्यविधि निर्देशिकाहरू खारेज भएका छन्। यो चाहिँ 2081 साल चैत्र 17 गते, आज 22 गते हो। आजभन्दा ठ्याक्कै 5 दिन अगाडि खारेज भएको यो निर्णय भएको हो, गरिएको निर्णय गरे हो। यो खारेजीको निर्णय गरे हो। यो कुन स्तरबाट निर्णय भयो भन्दाखेरि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मन्त्री स्तरबाट निर्णय भएको छ साथीहरू। र जसमा चाहिँ खारेजीमा कुन कुन पर्यो त, योभन्दा पहिला चाहिँ वैज्ञानिक वन व्यवस्थापन कार्यविधि 2071 खारेजीमा परेको थियो। अब थप 6वटा कार्यविधि र 6वटा निर्देशिका पनि खारेजीमा पर्यो। भनेपछि कार्यविधि 6वटा, निर्देशिका 6वटा गरेर 12वटा खारेजीमा परेको छ। अब के खारेजीमा परेको छ त्यो म यहाँहरूलाई भन्न चाहन्छु। अब के खारेजीमा पर्यो त, कुन कुन निर्देशिका, कुन कुन कार्यविधि खारेजीमा पर्यो त, म त्यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यो खारेजी सम्बन्धी सूचना पनि म यहाँहरूलाई चाहिँ पढेर सुनाउन चाहन्छु। 2081 साल 12 महिना 21 गते नेपाल सम्वत 1145 सूचना भनिएको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय सूचना भनेर यस मन्त्रालयबाट विभिन्न मितिमा स्वीकृत भई कार्यान्वयनमा रहेका देखाइ बमोजिमका कार्यविधि निर्देशिकाहरू समय सापेक्षता, आवश्यकता तथा औचित्य समेतको आधारमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मन्त्री स्तरको मिति 2081-12-17 को निर्णयअनुसार खारेज गरिएको बेहोरा जानकारीको लागि अनुरोध छ भनेर सूचना प्रकाशित भएको छ। यो चाहिँ 12 महिना 21 गते, चैत 21 गते भनेपछि हिजो मात्रै यो सूचना बाहिर आएको छ। के खारेजीमा परेको छ त, अब म यहाँलाई जानकारी गराउन चाहन्छु। 1 नम्बरमा त्यो निर्देशिका हो सुनाखरी सङ्कलन तथा खेती विकास कार्यविधि निर्देशिका 2069 खारेजीमा परेको छ। यो निर्देशिका, यो कार्यविधि निर्देशिका विभिन्न स्तरका, विभिन्न तहका लोकसेवाका वन सेवासँग सम्बन्धित वन सेवाको लोकसेवा परीक्षामा पाठ्यक्रममा राखिएको पनि पाइन्छ र त्यो निर्देशिकाहरू खारेजीमा परेको छ। त्यसैले गर्दाखेरि यो निर्देशिका यदि तपाईहरूको पाठ्यक्रममा, लोकसेवाको पाठ्यक्रममा परेको भए यो अब अध्ययन गरिरहनु परेन। अर्को निर्देशिका छ दोस्रो, जिल्ला वन क्षेत्र समन्वय समितिको गठन सञ्चालन निर्देशिका 2068। जिल्ला वन क्षेत्र समन्वय समिति यो निर्देशिका पनि खारेज भएको छ। 2068 सालमा बनेको थियो। जिल्ला वन क्षेत्र समन्वय समितिको गठन सञ्चालन निर्देशिका 2068 पनि खारेजीमा परेको छ र यो पनि पाठ्यक्रममा परेको भए अब अध्ययन गरिरहनु नपर्ने देखियो। अर्को निर्देशिका छ निजी वन विकास निर्देशिका 2068। हामीलाई याद छ, निजी वनको काठ ओसार पसार गर्न, कटान गर्न ऐन र नियमावलीले लेखेको कुराले पर्याप्त थिएन। तर यो निर्देशिकाले चाहिँ केही मात्रामा सहजता, सहजीकरण गरेको थियो। अब यो निर्देशिका पनि निजी वन विकास निर्देशिका 2068 पनि खारेजीमा परेको छ। यो पनि यदि तपाईहरूको चाहिँ पाठ्यक्रममा परेको भए यो पनि खारेजीमा परेको जानकारी मैले तपाईहरूलाई गराएँ। अर्को निर्देशिका छ गैर सरकारी सेवा प्रदायबाट सेवा प्राप्ति सम्बन्धी निर्देशिका 2061। जस्तो परामर्श सेवा हामीले लिन्थ्यौँ सार्वजनिक खरिद ऐन नियमअनुसार र त्यसलाई सप्लिमेन्टरीको रूपमा चाहिँ गैर सरकारी सेवा प्रदायबाट सेवा प्राप्ति सम्बन्धी निर्देशिका 2061 ले निकै नै प्रष्टता दिएको थियो। त्यो पनि अब खारेजीमा परेको छ र लोकसेवाको तपाईहरूको पाठ्यक्रममा परेको भए यो खारेजीमा परेको जानकारी म यहाँलाई गराउन चाहन्छु। त्यस्तै अनुसन्धान कार्यविधि 2069। यो अनुसन्धान कार्यविधि 2069 चाहिँ वन क्षेत्रमा स्वशासन कायम गर्ने हेतुले अधिकारको दुरुपयोगलाई रोक्ने उद्देश्यले यो अनुसन्धान कार्यविधि 2069 पनि
तर्जुमा भई लागू भइरहेको थियो, यो पनि अब खारेजीमा परेको छ। कतिपय विश्वविद्यालयहरूको वनसँग सम्बन्धित वन संकाय अथवा वन विज्ञान संस्थानका स्नातक तह, त्यसै गरी चाहिँ स्नातकोत्तर तह मा चाहिँ अथवा भनौँ न डिप्लोमा इन फरेस्ट्रीमा वन नीति सम्बन्धी कुनै पाठ्यक्रममा यो विषय परेको भए अब यो विषय चाहिँ खारेजीमा परेको छ। यसको अध्यापनको कुनै औचित्य अब रहेन। त्यस्तै अर्को निर्देशिका छ वन विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि निर्देशिका 2064, यो पनि खारेजीमा परेको छ। यो चाहिँ वन क्षेत्रबाट भएको आयहरू त्यही कोषमा जम्मा हुन्थ्यो। अब के हुन्छ अबको बाटो, यो कुरा चाहिँ प्रष्ट रूपमा अहिले अगाडि आएको छैन। अब यो वन विकास भनेको चाहिँ वन ऐन 2076 पनि यो उल्लेख छ, व्यवस्था गरिएको छ। वन नियमावलीमा पनि यो व्यवस्था गरिएको छ। अब हुन त वन ऐन 2076 जुन सङ्घीय सरकारबाट जारी भएको, सङ्घीय संसदबाट जारी भएको वन ऐन थियो, बनेको वन ऐन 2076, त्यो पनि अब संशोधनको चरणमा त गएको छ। त्यसै गरी वन नियमावली पनि संशोधनको चरणमा गएको छ। अब यो त्यो संशोधन हुँदाखेरि सायद वन विकास कोषको प्रावधान नराखिने हो कि भन्ने कुरा पनि देखियो। र विश्वविद्यालयहरूको पाठ्यक्रम त्यसै गरी चाहिँ लोकसेवाको पाठ्यक्रममा पनि यो कुरो अब औचित्य रहेन यो कुराले। अब कार्यविधि यसरी चाहिँ 6वटा निर्देशिका खारेजीमा पर्यो, जसमा सुनाखरी सम्बन्धी कार्यविधि, जिल्ला वन क्षेत्र समन्वय समितिको कार्यविधि, निजी वन विकासको निर्देशिका, त्यसै गरी गैर सरकारी संस्थाबाट सेवा प्रदायकबाट हामी एनजीएसपी भन्थ्यौँ नि, नन गभर्मेन्टल सर्भिस प्रोभाइडर, उनीहरूबाट पनि सेवा लिन्थ्यौँ, त्यो पनि खारेजीमा परेको छ। अनुसन्धान कार्यविधि, त्यसपछि वन विकास कोष स्थापना र सञ्चालन कार्यविधि, यो समेत गरी 6वटा निर्देशिका खारेजीमा परेको छ। र 6वटा कार्यविधि जसमध्ये पहिलो छ स्थानीय तहसँगको साझेदारीमा सहरी वन विकास कार्यक्रम सञ्चालन कार्यविधि। जस्तो प्रदेश सरकारहरूले वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम सञ्चालन गर्ने गर्छ र यो कार्यविधिले चाहिँ ती कामहरू सञ्चालन गर्न चाहिँ धेरै सहज गराएको थियो, कार्यविधिगत प्रक्रियागत स्पष्टता दिएको थियो। अब यो कार्यविधि खारेजीपछि अब के हुन्छ, यसको विकल्पमा कस्तो कार्यविधि आउला, एउटा प्रतीक्षाकै विषय हुनसक्छ। र तत्कालको लागि चाहिँ यो कार्यविधि चाहिँ अब लोकसेवाको पाठ्यक्रममा परेको भए त्यही अनुसार र उता विश्वविद्यालयको पाठ्यक्रममा पनि परेको भए त्यही अनुसार सायद अब केही समयलाई अध्ययन गर्नु परेन। कस्तो कार्यविधि आउँछ त्यसपछि मात्रै त्यो फेरि पाठ्यक्रममा समावेश हुनुपर्छ। पाठ्यक्रममा समावेश भएपछि त्यसलाई फेरि हामीले पाठ्यवस्तुको रूपमा हामीले लिनुपर्छ। त्यसै गरी अर्को छ नमुना कृषि वन कार्यक्रम कार्यान्वयन कार्यविधि 2077, यो पनि खारेजीमा परेको छ। कृषि वन भनेको एग्रो फरेस्ट्री, अब मोडेल एग्रो फरेस्ट्री कार्यक्रमहरू बनाएको छ भने त्यसलाई कसरी कार्यान्वयन गर्ने त भन्ने कुराहरू यसमा उल्लेख गरिएको थियो भनेदेखि यो चाहिँ अब 2077 मा बनेको थियो, यो पनि खारेजीमा पर्यो। अर्को छ वनजन्य उद्यम प्रवर्धन तथा विकासका लागि अनुदान सम्बन्धी कार्यविधि, वनजन्य उद्यम प्रवर्धन तथा विकासका लागि अनुदान सम्बन्धी कार्यविधि 2075, यो पनि खारेजीमा परेको छ साथीहरू। वनजन्य उद्यम प्रवर्धन र विकासका लागि अनुदान दिने, अनुदान भनेको प्रदेश सरकारबाट अथवा नेपाल सरकारबाट म्याचिङ फन्ड भने जस्तै अब त्यो अनुदान दिँदाखेरि सेवाग्राही अथवा लाभग्राहीहरूको पनि वित्तीय सहभागिता हुन्थ्यो र केही रकम चाहिँ सरकार पक्षबाट दिन्थ्यो भने त्यो चाहिँ उनीहरूलाई चाहिँ सिड मनीको रूपमा दिइन्थ्यो। अब त्यो कार्यविधिले चाहिँ त्यो कसरी त्यो अनुदानलाई व्यवस्थापन गर्ने, कसरी दिने भन्ने कुरालाई व्यवस्थित गरेको थियो भनेदेखि अब यो पनि खारेजीमा पर्यो। अर्को चाहिँ सामुदायिक वन अभियन्ता घोषणा तथा सम्मान वितरण कार्यविधि 2074, सामुदायिक वनको अभियन्ता, जस्तो अब हामी सामुदायिक वनको अभियन्ता भन्नाले हामी स्वर्गीय नीलप्रसाद भण्डारी, त्यो सिन्धुपाल्चोकको ठोकर्पा पञ्चायतको पहिलाको ठोकर्पाको अहिले चाहिँ सुनकोशी गाउँपालिकाको व्यक्ति हुनुहुन्थ्यो, जसलाई चाहिँ नेपाल सरकारले चाहिँ सामुदायिक वन अभियन्ता भनेर घोषणा पहिचान दिएको थियो। त्यसै गरी डाक्टर तेजबहादुर सिंह महतो चाहिँ त्यतिखेरको 30-31 सालमा 2030-31 सालमा चाहिँ काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको एउटै डिभिजन थियो, त्यो डिभिजनका प्रमुख डाक्टर तेजबहादुर सिंह महतो हुनुहुन्थ्यो। उहाँ पनि सामुदायिक वन अभियन्ताको रूपमा घोषित हुनुभएको थियो र हामी हरेक वर्ष साउन 25 गते सामुदायिक वन राष्ट्रिय दिवस पनि मनाउँछौँ। त्यो कार्यविधि पनि खारेज भयो। त्यसै गरी अर्को छ सुराकी खर्च परिचालन कार्यविधि, जस्तो
वन संरक्षण र वन्यजन्तु संरक्षणको सन्दर्भमा सुराकीको एकदमै महत्त्व हुन्छ। सुराकीको महत्त्व हुन्छ र सुराकीलाई खर्च भनेर बजेटमा केही रकम व्यवस्था गरिएको हुन्थ्यो। त्यो रकम खर्च गर्ने कार्यविधि थियो 2072 बनेको सुराकी खर्च परिचालन कार्यविधि 2072, त्यो पनि खारेजीमा परेको छ। अब त्यो सुराकी खर्च भन्ने कुरो नि रहेन, अब त्यो खर्च परिचालन गर्ने कसरी गर्ने भन्ने कुरो पनि रहेन। र अर्को छ अन्तिम कार्यविधि व्यावसायिक प्रयोजनका लागि कब्लियती वन उपलब्ध गराउने कार्यविधि। अब व्यावसायिक प्रयोजनका लागि कब्लियती वन उपलब्ध गराउने कार्यविधि 2068 खारेजीपछि अब कब्लियती वन दुई प्रकारको हुन्छ। एउटा चाहिँ व्यावसायिक कब्लियती वन, अर्को गैर व्यावसायिक कब्लियती वन। गैर व्यावसायिक कब्लियती वन चाहिँ गरिबीको रेखामुनिको समुदायले दिन्छ। अब व्यावसायिक प्रयोजनको लागि कब्लियती वन उपलब्ध गराउने कार्यविधि खारेजी भएपछि यसको विकल्पमा कस्तो कार्यविधि आउने हो, त्यो एउटा चाहिँ सायद अब यसको तर्जुमाको प्रयासहरू भइरहेको होला। हामी त्यति मात्रै अहिले आशा गर्न सक्छौँ होइन। यसरी चाहिँ 6वटा निर्देशिका र 6वटा कार्यविधि अहिले यो 81 साल चैत्र 17 गतेको निर्णयअनुसार, माननीय मन्त्री स्तरको निर्णयअनुसार, सङ्घीय माननीय मन्त्री स्तरको निर्णयअनुसार के खारेज भयो भनेदेखि अब यो 77 सालमा खारेजीमा परेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत गरी 13वटा निर्देशिका र कार्यविधि चाहिँ अहिले तत्कालको लागि खारेज भएको छ। र यसमा अब अरू सूचना केही पनि छैन, लेखिएको छैन। यो सूचना म तपाईँहरूलाई चाहिँ यहाँ स्क्रिनसटको रूपमा यो भिडियोमा पनि म प्रस्तुत गरिदिन्छु। र यस्तो किसिमको अहिले अवस्था छ साथीहरू। अब यो 12वटा कार्यविधि र निर्देशिका र कार्यविधि गरेर 12वटा चैत महिना यानि कि 12को महिना खारेजीमा परेको छ। र यदि तपाईँहरूको पाठ्यक्रम लोकसेवाको पाठ्यक्रम विश्वविद्यालयहरूको पाठ्यक्रममा यो छ भनेदेखि यो चाहिँ अब पाठ्यक्रम पनि पुनरावलोकन अथवा संशोधन गर्नुपर्ने हो कि होइन। त्यो अब यसको चाहिँ औचित्य नै नरहेपछि यो खारेजीमा परेपछि यो त कार्यान्वयन हुँदैन। कार्यान्वयन नहुने भएपछि यो चाहिँ अस्तित्वमा कसरी रहन्छ र भन्ने कुरा पनि प्रश्न उठ्न सक्छ। र यो कार्यविधि निर्देशिकाहरू खारेज भए पछाडि हाम्रो वन ऐन र नियमावली पनि संशोधन अथवा त्यो अनुसार बन्नुपर्छ जस्तो लाग्छ। अथवा यो सम्बन्धी काम गर्नको निम्ति कार्यविधिगत कुराहरू चाहिँ अथवा चाहिँ प्रक्रियागत कुराहरू चाहिँ त्यो वन ऐन र नियमावलीमा स्पष्ट पार्नुपर्छ होला। अथवा यसलाई यो विषयलाई चाहिँ अर्कै कार्यविधिमा अथवा अर्कै निर्देशिकामा इन्कर्पोरेट गर्नुपर्ने पनि होला। हुन त सरकारले धेरैवटा कार्यविधि निर्देशिका भयो, यो नियम कानुन मात्रै धेरै भयो भन्ने उद्देश्यले पनि यो कार्यविधि निर्देशिका चाहिँ खारेजीको लागि चाहिँ कुराहरू अगाडि बढेको छ। केही समय अगाडि यो निर्देशिका कार्यविधिले चाहिँ काम गर्न अप्ठ्यारो परेको, त्यसै गरी विभिन्न विकास आयोजनाहरूको चाहिँ यो EIA स्वीकृत गर्न अथवा IE स्वीकृत गर्न अथवा चाहिँ यो अन्य प्रयोजनका लागि वन दिने सन्दर्भमा यो भोगाधिकार दिने निर्णय गर्ने क्रममा विलम्ब भएको, धेरै प्रक्रियाहरू पुरा गर्नुपर्ने, धेरै कार्यविधिहरू हेर्नुपर्ने, धेरै निर्देशिकाहरू पालना गर्नुपर्ने भन्ने पनि भएर हो कि यी सबै परिदृश्यमा चाहिँ यो खारेजीको निर्णय आएको जस्तो मेरो व्यक्तिगत धारणा छ। यो मेरो व्यक्तिगत धारणा हो साथीहरू। मैले चाहिँ यहाँहरूलाई चाहिँ सुसूचित गर्ने हिसाबले, जानकारी दिने हिसाबले मैले पनि यो जानकारी पाएँ र यहाँहरूलाई पनि जो अब लोकसेवाको परीक्षा दिँदै हुनुहुन्छ उहाँहरूलाई पनि उपयोगी हुन्छ भन्ने उद्देश्यले मैले यो जानकारी यहाँ प्रस्तुत गरेको। यति मात्रै उद्देश्य हो मेरो कि यस्तो भएको छ है भनेर मैले जानकारी प्रस्तुत गरेको हो। यसमा मेरो सकारात्मक नकारात्मक कुनै टिप्पणी होइन। योभन्दा पनि राम्रो कार्यविधि निर्देशिका अब आउँदै होला अथवा सरल निर्देशिका, सरल कार्यविधि जसले चाहिँ कर्मचारीलाई पनि काम गर्न सजिलो, सेवाग्राहीलाई पनि सेवा लिन सजिलो, अथवा विकास आयोजनाहरूलाई पनि भोगाधिकार लिन सजिलो, अथवा कामहरू गर्न वन सम्बन्धी कामहरू, वन विकास सम्बन्धी कामहरू गर्न सजिलो हुने अझ सरल किसिमको परिष्कृत किसिमको अर्कै निर्देशिका आउने हो कि त्यो त आशा गर्ने ठाउँ अवश्य छ भन्ने मलाई लाग्छ। र अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। अहिलेको यो प्रस्तुतिबाट म प्रस्तुता टङ्क श्रेष्ठ बिदा चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। नमस्ते।